हजुर बुढाबुढी हो ड्राइभर भाग्यो सबैजनाले हेरिहाल्नु भयो होला यो भिडियो चाहिँ आज बिहान 3:45 बजे यो चुरिया माईको ओह्रालोमा घटेको घटना हो। म उता पत्ल्याबाट आइरहेको थिएँ, यता काठमाडौँतर्फ आइरहेको थिएँ। यो चुरिया माईको ओह्रालोमा एउटा बोलेरो गाडीले एउटा स्कुटीमा सवार बुढाबुढी अब लोग्ने स्वास्नी उहाँहरूलाई ठक्कर दिएर ड्राइभर चाहिँ फरार भएको रहेछ। र त्यहाँ उद्धारको लागि दुईजना मोटरसाइकलमा आउनुभएका दुईजना युवकहरू दाजुहरूले मद्दतको लागि गुहार मागिरहनु भएको रहेछ। म चाहिँ पत्ल्याबाट हेटौडातर्फ आउँदै गरेको हुनाले मैले त्यहाँ देखेर घटना बुझ्दाखेरि उहाँहरूको अवस्था एकदम नाजुक, एकदम पीडादायक भएको कारणले गर्दा हैन, एउटा आत्मीयताको हिसाबले, एउटा मानवको हिसाबले मैले उहाँहरूलाई हस्पिटलसम्म, नारायणी हस्पिटलसम्म लगेर डाक्टरलाई जिम्मा लगाइदिएको छु। र अब उहाँहरूको ढिलै भए पनि स्वास्थ्य लाभको कामना गर्दछु। आज त्यो घटना हेरेर म एकदम निशब्द छु, बोल्न पनि गाह्रो भइरहेछ। आँखामा जल्दी त्यो झलकहरू आइरहेको छ, मलाई एकदम गाह्रो भइरहेको छ। तर पनि यो भिडियो मार्फत उहाँहरूको आफन्तहरू अब अहिलेसम्म कन्ट्याक्टमा आउनु भएको छ छैन हैन, त्यसको लागि पनि एउटा सानो भिडियो। र अर्को कुरा के भन्दाखेरि अब दसैँको टाइम छ, सबैजना सक्नुहुन्छ भने आफ्नो फ्यामिलीसँग बसेर रमाइलो गर्नुहोस्, टाइम स्पेन्ड गर्नुहोस्। सक्नुहुन्छ बाहिर ननिस्किदिनुहोस्, ड्रिङ्किङ ड्राइभिङ नगर्नुहोस्। रातको समयमा त झन् बाहिर ननिस्किनुहोस्। पानी पनि वर्षा पनि एकदम भारी वर्षा भइरहेको छ हैन। आज उहाँको ठाउँमा भोलि म पर्न सक्छु, भोलि हजुर पनि पर्न सक्नुहुन्छ। त्यसैले एकदम सचेत रहनु होला। वर्षा दिनमा आउने चाड हो। सक्नुहुन्छ भने सबै परिवारसँग बसेर रमाइलो, घरमै बसेर रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस् एकदम है। सबैलाई ह्याप्पी दसैँ। ल चुरे माईमा चाहिँ यहाँ पुरा एउटा बोलेरोले स्कुटी हान्देर हाम्रो दिदीलाई पुरा घाइते बनाउनु भएको छ। यस्तो छ हो हाते अवस्था डेन्जर छ है। हजुर बुढाबुढी हो ड्राइभर भाग्यो दाइ एकछिन है दाइ। ल हामी चाहिँ यसरी पत्ल्याबाट हेटौडा आउँदै गरेको क्रममा चाहिँ त्यहाँ चुरिया माईमा एउटा बोलेरो गाडीले उहाँ एउटा स्कुटीलाई ठक्कर दिएर भाग्यो हैन। उहाँहरू चाहिँ हस्बेन्ड वाइफ हुनुहुन्छ। उहाँहरूलाई बोलेरो गाडीले ठक्कर दिएर भागेको हुँदा हामी आइरहेको थियौँ। पानी पनि धेरै ठुलो परिरहेको छ बाटोमा। उहाँहरूलाई अल्प त कसैले नरोयो र हामीले चाहिँ अब हस्पिटलसम्म लाग्ने व्यवस्था त गरिरहेको छौँ। उहाँहरूको अवस्था एकदम नाजुक छ, एकदम नाजुक। दिदीको त हात लास्टै अति नै खराब भइरहेछ। हामी हस्पिटल जाँदैछौँ, पानी पनि त्यस्तै परिरहेछ फेरि यार। दाइ एकछिन है अब जस्तो थोरै है दाइ, धैर्य गर्नु है। लाग्यो एकछिन है दाइ, मलाई डर लागिसक्यो त यार। होइन यार, यो यस्तो टाइम अब के गर्नु यार। अब यो भनेको टाइममा न एम्बुलेन्स आउँछ, न साला पुलिस पुगेको छ। अब नहालौँ, मान्छेको ज्यान लागिसक्यो, हेल्प गरौँ। यस्तै छ यार, के गर्ने यार। एकछिन है दाइ है। यता दिदी, यहीँ बस। नर्सहरू हुनुहुन्न?
हजुरहरू बुढाबुढी हो ड्राइभर भाग्यो त्यो नम्बर